हेलो गाइज नमस्ते। आज फेरि हामी एउटा च्यालेन्जिङ भिडियो लिएर आएका छौँ। सो यो च्यालेन्जिङ भिडियोको नाम नेम प्लेस थिङ्स नेम प्लेस थिङ्स रहेको छ, जसमा हामीले अल्फाबेट दिनेछौँ। त्यो अल्फाबेटबाट चाहिँ 10 सेकेन्डभित्र भनिसक्नुपर्ने छ है त। सुरु गर। चलो ल सीजर पेपर रक गरौँ। ल सीजर पेपर रक। ल मैले दिनु है। मैले जितिन। ल ल रक आएपछि ल बी 1 2 3 4 बस्नेत 5 भण्डारी गाउँ 6 बनपा 7 8 बिन्ता 9 बस्नेत ए प्लेस प्लेस प्लेसको नाम भनिनस् तैँले। प्लेस पेलेस भनिस्, बनेपा भनिस्, तर वस्तुको नाम भनिनस्। हारिस भाइ थर भन्दाको बस्नेत बस्नेत अब भनेर। तेरो पालो। ल वाइ वाइ युनिक आज तो गया बेटा। एमुडुङ्गा मैले गर्दै बिर्सेछु। एमुडुङ्गा पनि ठाउँ छ। 3 4 एम नाम 7 8 9 एल्युमिनियम एक दुई पो मिल्यो त नि। म त झन् गर्नै बिर्छु, तँलाई टाइम दिइरहेको नै हो। ल अब मेरो पालो। ल एक्स 1 टिटी टिटी 2 टिटी टिटी 3 छोरी टिटी टिटी 4 प्लेस टिटी टिटी 5 मिलेन भाइ मिलेन है। त्यो छेरुवा गाउँ कहाँ छ? टिटी 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 6 टिटी टिटी 7 एक्सरे वस्तुको नाम त भएन। एक्सरे टिटी 9 ल अनि टिटी 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 प्लेस टिटी 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 10 हारिस प्लेस के हुन्छ त नि? ल छेरुवा अहिलेसम्म एउटाले जितेको छैन। मैले जितिन। ए जितेन सरी गाइस। मेरो पालो। जेठ 1 टिटी 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 2 टिटी 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 3 जिन्दाबाद जिन्दाबाद ठाउँको नाम छ है भाइ। जिन्दाबाद जेब्रा झोला मिल्यो। टिटी टिटी 6 टिटी टिटी 7 टिटी टिटी 8 जिब्बुरे ठाउँ मान्छेको नाम। जिते मैले के भन फेरि भन्छ। जिब्बुरे जेब्रा झोला अनि जिब्बुरे भनेको के हो? मान्छेको नाम। प्लेस के हो? जिमगडा जिम खेल्ने ठाउँ। यो भना थिएन, अहिले थप्या हो। जेब्रा झोला कि के हो? जिन्दाबाद भनेको। पहिला जिन्दाबाद भने नाइ जिमगडा भनेको मैले। अहिले भिडियो रेकर्ड भएर ल सोध न गाइज, मैले जिमगडा भनेको। यो खत्ता पच्चा भयो है। ल मलाई दिए। ल मैले एफ टिटी टिटी 1 टिटी टिटी 2 टिटी टिटी 3 एफ टिटी टिटी 4 टिटी टिटी 5 टिटी टिटी फ्रुटी वस्तु भयो। प्लेस एफ टिटी टिटी 7 टिटी टिटी 8 एफबाट के हुन्छ? टिटी टिटी 9 आएन मलाई। एफबाट के हुन्छ? फर्सी गाउँ फर्सी। तैँले पनि हारिस भाइ। फर्सी त नाम मिल्यो नि त। एक त मिल्यो। एउटा मिल्यो। अहिलेसम्म एउटाले कम्प्लिट गरेको छैन। ल तिम्रो पालो। मेरो पालो। अब मैले तँलाई इजीले दिए यम।
खै त काउन्ट गरे महेन्द्रनगर मनोज 3 4 5 6 7 मसुबात एक नम्बर किटेला हराउनु छ ल मलाई त्यसो इजी दिनु पर्यो अब सी क्याट एक क्यारोट नाम भयो तीन चैनपुर 4 वस्तुको नाम वस्तुको नाम मान्छेको नाम वस्तु क्यारोट वस्तु चन्द्र मैले सपोर्ट गरेर जिते हो कसरी मैले त्यो क्लु दिएँ नि त के क्लु मान्छेको नाम यसको नाम ल एक बराबर अब तिम्रो मैले दिने है ओ हो ओलम्पिक के हो ओम प्रकाश एक टिटी खाए ओ मलाई के order ओम प्रकाश त्यो नाम अनि त्यसपछि के भयो 3 4 5 खै त्यसको 7 8 अम्ला 10 अम्ला के भने ओलम्पिक अम्ब्रेला ए हैन गाइस मानिदैन यस्तो थपेको अरे मैले एकै है तिम्रो नि त यति छ ल मलाई छिटो भन न इ टिटी दुई टिटी तीन ईसा इलेफेन्ट 4 इलेफेन्ट पनि हैन इलेफेन्ट इंग्ल्यान्ड प्लेस दुई भयो त वस्तु काई त अनि इलेफेन्ट भन्छ जनावर हैन टिटी 8 इलु इलु कहाँबाट आयो मैले भनिसक्यो समय 8 9 इरेजर वस्तु माने मैले तर काउन्ट मैले ढिला गरेको छु गाइस लेट गरेको छु थाहा होला तपाईहरुलाई अनि ल म पनि लेट गर्दिन ल एकमा के को लेट गर्दिन छिटो गर्नु पर्छ त आफुले त च्यालेन्ज हो मैले दिनु है बुढीलाई जिताम भनेर गरेको पी बाट पी प्रदीप एक वासल 4 प्लेस 5 6 7 8 पदुरो ल के पदुरो थिंग्स थिंग्स पदुरो वस्तु हो पदुरो भनेको नाइ गाई जस्तो त हुँदैन वस्तु हुँदै होइन पाल्नु भनेको त्यो त ग्यास भयो यति बना नाइ अब एक मैले जितेको छु भाइ 2 छ अब एक मलाई दिएको छिटो जी जीबाट टिटी जेब्रा नाम टिटी 2 टिटी 3 जग टिटी वस्तु 4 टिटी सो गाइज यतिकैमा हामी पनि इन्ड गर्छौं हाम्रो घन्टी बज्यो गाइज थ्यांक यू फर वाचिङ अब चाहिँ फेरि नेक्स्ट भिडियोमा भेटौँला